गॉड मिठो छ यतापट्टि एक परिवार छन् हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल यो चाहिँ थुक्पा बन्दैछ साथीहरु थुक्पा चिकन यहाँनिर रेडी हुँदैछ यहाँनिर आलु अनि यता गेडागुडीहरू मेरो छोरा हेलो गाइस भन्दैछ अनि पाक्दैछ अब हामी चाहिँ थुक्पा बनाएर चिसो चिसो मौसम यता दिदी हुनुहुन्छ मेरो दिदी अनि अब चिसो मौसममा थुक्पा हामी चाहिँ बनाएर खाँदैछौँ है त साथीहरु अब ओ माई गॉड छैन हाम्रो थुक्पा त यस्तो दामी हुन्छ यहाँनिर थुक्मे नै खतरा के गर्ने ल हाम्रो चाहिँ थुक्पा रेडी भइसक्यो साथीहरु है यहाँ मेरो छोरोको थुक्पा यता छोरोको ठुलो छोरोको यता थुक्पा अब हाम्रो चाहिँ जाडोमा तातो तातो काम छ है साथीहरु हामी चाहिँ ल हाम्रो थुक्पा रेडी भइसकेको छ यता दिदीले खाँदै हुनुहुन्छ जयले बनाएको थुक्पा जय दिदीले बनाएको थुक्पा कस्तो भयो मिठो छ यता हो यता छोरीले खाँदैछ दिदीले खाँदैन मिठो छ दिदी कस्तो भयो टेस्टी जाडोमा तातो थुक्पा म त कति धेरै राख्दिन भनेको लिनु न मन पर्छ उसमा त मलाई त मन पर्छ जाडोमा तातो खाँदैछौँ साथी हामी मलाई थुप्रै थुक्पा राख्दैछ ल साथीहरु हामी चाहिँ बेलुकाको खाना खाँदैछौँ चानु कस्तो छ बाउ छोराको खाँदैछ मेरो छ यतापट्टि एक परिवार छन् यहाँनिर एमे कस्तो छ मा ल हामी चाहिँ आज अन्जुको अन्तिम दिन यहाँ काठमाडौँको नेपालको खाना यहाँ अन्जुलाई पार्टी हामी खाउँदैछौँ तिर्ने चाहिँ अन्जु खाना खाँदैछौँ साथीहरु हामी चाहिँ बेलुकाको यो त मेरो छोरो छ ल बेलुकाको खाना खान्छ अनि ल जहिले जहिले यसको नानाले पार्टी दिनुहुन्छ गाइस भन्छ मेरो छोरो चाहिँ अनि हामी चाहिँ खानासाना खान्छौँ अनि छुट्छौँ अब यसको नानाको त फ्लाइट छ अनि हामी चाहिँ खानासाना खाएर भर्खर फर्किँदैछौँ हेर्नु न राति 12 बज्यो